मेरो नाम परमबहादुर थापा। मेरो कविताको शीर्षक रहेको छ वैदेशिक पलायन र पीडा। वैदेशिक पलायन र पीडा। बाबाले छोरा विदेश पठाए, पत्नीले पति विदेश पठाइन्। बाबाले छोरा विदेश पठाए, पत्नीले पति विदेश पठाइन्। ऊ आफैले नागरिकता छोड्यो, राष्ट्रले कर्म ढ्युबा पठायो। अनि बल्ल किनिएको हो 2.5 लाखको स्यामसुङ S26 अनि कैद गरिएको हो टावर ब्रिज अगाडि फोटो। अनि बल्ल जोडिएको हो पोखराको लेक साइडमै महँगो जग्गा। अहिले खपी नसक्नु छ सबैमा, अहिले खपी नसक्नु छ सबैमा। त्यागेर नागरिकता भित्रिएकै छ छोराको कमाई, भित्रिएकै छ देशमा डिप्रेसन, भित्रिएकै छ देशमा डिप्रेसन। खोजेरै साहुसँग ऋण, खोजेरै साहुसँग ऋण। लागेकै छ छोरो कोरियातिर, छोरी युरोपतिर। कोही भारतको सहरमा काम गर्दा गर्दै बेचिए, कोही रसियन आर्मी बन्ने आशमै बेचिए, कोही इजरायलका कृषि फर्महरूमा, कोही टोकियो र क्यानबेराका होटेलहरूमा बेचिए। नेपालमै जन्मिएका छन् मरुभूमि र खानीका कामदारहरू, नेपालमै जन्मिएका छन् मरुभूमि र खानीका कामदारहरू। देशकै जनसङ्ख्या घट्ने गरी पलायन बढेकै छ। बुबालाई खाडीमा पठाएर छोरीले किनेको फन्डले कोसँग फोटो खिचाउलिन्। बुढालाई पलायनमा पठाएर किनेको गहना श्रीमतीले कसलाई देखाउलिन्। बुढालाई पलायनमा पठाएर किनेको गहना श्रीमतीले कसलाई देखाउलिन्। प्राय तिहारमा घर आउने छोरीले, प्राय तिहारमा घर आउने छोरीले म त आउन पाउँदिनँ भनेर परिवार उतै बोलाइन् भने। हरेक तीजमा माइत आउने चेलीले, हरेक तीजमा माइत आउने चेलीले म आउन भ्याउँदिनँ भनेर उतै हराइन् भने। हाम्रो परम्परा रहला कि नरहला, हाम्रो संस्कृति रहला कि नरहला। गजुलकोटको चौरमा मेला लगाउलान् कि नलगाउलान्। खसीको टाउको जित्ने आशमा छेलो फालौला कि नफालौला। अहिले पो नागरिक छन् पठाउला, गर्नेलाई अमेरिका र युरोपको सपना देखाउँदै। अहिले पो नागरिक छन् पठाउला, उनैलाई अमेरिका र युरोपको सपना देखाउँदै। कुनै दिन नागरिक सकिएलान् रहेका